राधे राधे एभ्रिवान। सो मेरो भिडियोमा फेरि तपाईहरुलाई नि स्वागत छ। आज चाहिँ मैले बहुत दिनमा भिडियो लिएर आएकी छु। अब मैले भनेको थिएँ गाइस, अब कतै कोही घुम्न जाँदा यानी कि पुरानो यस्तो पूजाहरु भयो भने मेरो भ्लग चाहिँ आउँछ। अब भिडियो जस्तो बनाउँछु म त्यस्तो त देखाउनु छु तपाईहरुको सामु र कस्तो के लाग्छ तपाईहरु कमेन्ट गर्नु होला गाइस। अनि यता पुरानमा पनि आइसकेकी छु। म आउँदा चाहिँ एकदम कथा सुरु भइरहेको रहेछ गाइस। यो पुरान चाहिँ भइरहेको छ हाम्रो उदलगुडी रांगामुखामा। हाम्रो आउनु भएको छ पुरानमा भन्नुला र हाम्रोबाट चाहिँ 30 रुपैयाँको बाटो हो गाइस। घर छेउमा पुरान हुँदाखेरि को जाँदैन भन्नुस् त। यस्तो पुरानहरु पूजाहरु भयो भने डान्स गर्न यति राम्रो लाग्छ, यति रमाइलो लाग्छ नभन्नु न। मलाई फेरि एकजना साथी चाहिँ चाहिन्छ है गाइस डान्स गर्नको लागि। त्यहाँबाट चाहिँ के चाहिँ छोडिन्छ डान्स है। कसलाई यसरी पुरानमा यसरी डान्स गर्दा एकदमै रमाइलो लाग्छ भन्नु होला ल। अनि फेरि भिडियो गर्दा नि मलाई अगाडि यति लाज लाग्थ्यो। अहिले अब पानी भयो होला नि त गाइस, त्यही भएर अब भन्ने वस्तु चाहिँ साइडमा राखेर आफ्नो काम चाहिँ छोड्नु हुँदैन। जस्तो जे भए पनि राम्रो बनाए पनि नबनाए पनि अब यता प्रसादहरु खाइसकेर हामी चाहिँ घर जान भनेर निक्लिसकेका छौं गाइस। अब यिनलाई फेरि फोटो चाहियो अरे र फोटोको बहानाले गाइस मैले एक दुईटा यसरी भिडियो बनाए, यानी कि अब भ्लगमा हाल्न हुन्छ भनेर। मेरा जति नै साथी छन् नि गाइस अब भिडियोमा आउने खोजेर बहानाले मैले भिडियो चाहिँ गरे गाइस। किन्न त किनिन है खोल्न सकिन भनेको बर्दै दोकानमा भन्छ नि जसले दिएको त त्यसलाई नै खोला हुन्छ नि भने किन त मैले पनि सकिनँ किन सकिदिनु सक्सेसफुल भयो। त गाइस फेरि भेट्दैछु अर्को भिडियोमा। बाई बाई।